12th annual graduation ceremony behind Montessori Preschool. वेलकम बैक टू माई यूट्यूब च्यानल। आज बेबी को स्कूल को पेरेंट्स डे हो। अब हामी तीनजनाको लागि रेडी भएको। प्रोग्राम स्टार्ट चाहिँ 10 बजेबाट हो। अहिले 11:30 भइसक्यो। अब मलाई जानु लाग्यो। अनि प्रोग्राम चाहिँ उद्योग बाइजेसँग गैरापाटनमा हो। सो अब हामी जान्छौँ। बेबीको यो फर्स्ट पेरेंट्स डे हो। पनि फर्स्ट टाइम पेरेंट्स डे एटेन्ड गर्दैछु। सो आई एम भेरी एक्साइटेड। पहिला म चाहिँ सानो हुँदाखेरि मेरो मम्मी जानुहुन्थ्यो। अब मेरो पालो बेबीको लागि म पेरेंट्सबाट जाने। हेलो बेबी, हाई। यता हेर्नुहोस् न, हामी निस्क्यौँ घरबाट। बेबी आज के हो भन त? आज के हो सानो? पेरेंट्स डे भन। हामी चाहिँ आइपुग्यौँ उद्योग बाजेसँग। आउँदैछु क्या, म पख न। हामी आइपुग्यौँ। बुढो चाहिँ पार्किङको लागि जानुभएको छ। पार्किङमा यही भयो एकछिन रोका। 12th annual graduation ceremony behind Montessori Preschool. Namaste. Namaste. हजुर पखन स्टार्ट भइसक्यो होला है प्रोग्राम? हजुर जाने नमस्ते। ल मम्मी, यो लकी ड्र छ, यो कुपन चाहिँ नराम्रो छ। ए दुईजनालाई नि दिनु। हजुर दिन्छु सब। ल हेर न बेबीलाई पनि। ल के पर्छ त नि यो लकी ड्रमा? यो लास्टमा गेम छ। अनि नम्बर अब प्रिन्सलाई पनि प्रिन्सलाई पनि। प्रिन्सले होइन छ। वेलकम टु ग्रान्ड प्यारेन्ट्स एन्ड ग्रेजुएसन सेरेमनी। बच्चाले बनाएको थियो। ब्राइट लाइट। नाच हेर्ने डान्स हेर्ने ल। नाच हेर्ने गर्ने कि बेबी? दिदीहरू नाचेको हेर न सबै। ल त ल ल उजागर गरौँ, जसले आफ्नो भोलिको भावी जीवनको गोरेटो त्यसैलाई निर्धारण गर्न सकोस्, अगाडि बढ्न सकोस् र ऊ आफै स्वयंमा बोलियोस्, समाजको असल नागरिक बनोस्, 23 र 24 जस्तो बनाउने होस्। धन्यवाद। आजका हाम्रा प्रमुख अतिथिज्यू श्री हेम प्रसाद आचार्य।
गरेर मम्मीले बाहिर लिएर जानुभएको थियो ऊ बस्नै मानेन जानु हेर्ला खुसी होला भनेर नि आएको झन् ऊ त मान्दै मानेन बाहिरको बाहिर छ हेर्दै हेरेन अब यहाँ बच्चाहरूको योगा सुरु हुँदैछ मतिर देखाउँछ बेबी आज के हो रे यता हेर्नु प्रिन्स धन्यवाद Swimming, swimming, swimming. Now let's swim. Now let's swim. मेरा साना नाते नातिना सबैलाई नमस्ते। मलाई अनुभव सेयर गर्ने भन्नुभएको छ। पढाएको 48 वर्ष भएछ यो शिक्षण क्षेत्रमा लागेको। यो 48 वर्षमा देखेका सबै कुरा यहाँ भन्न त मैले टाइम पुग्दैन, तर मलाई बोल्नको लागि केही गर्नुपर्छ, नगरी बोल्न आउँदैन। स्कुलमा जहाँ गएर भनेछु हाम्रो काम गर्न सक्दैन, त्यही भएर विनम्र आफ्नो अनुहार देखाउँछ। देखायो के छ र देखाएन, त्यसलाई म तपाईँलाई देखाउने बनाइदिन्छु है। हजुरकोमा छ यसले बुझ्दाखेरि हुन्छ कि ल। अब एकचोटि ऐना हेर्नुहोस्, देख्नुभयो देख्नुभयो। अर्थात् हामीले हाम्रो बालबालिकालाई तिमी को हो भनेर सिकाउन जरुरी छ। पाठ्यपुस्तक मात्रै सफिसियन्ट छैन। अब हामीले बच्चालाई देखाउनु पर्ने हो म को हुँ। टोपी लाउन त राम्रै
शरीर होइन, उसको भित्री मन, आध्यात्मिक मन, म के को लागि जन्मेको यो पृथ्वीमा हो त देखाउन सकिएन भने हामीले दिएको शिक्षा पार लाग्दैन। मेरो नाम प्रेम हो अनि साथीको नाम के हो? काव्यांश काफ्ले। कति राम्रो नाम रहेछ, काव्यको अंश, काव्यांश काफ्ले। मन पर्यो हजुरको नाम मलाई। अब एउटा सानो खेल खेलौँ है, हुन्छ? मैले तिमीलाई एउटा केरा दिएँ, अर्को एउटा केरा दिएँ, तिमीसँग कतिवटा केरा भए? 3वटा। फेरि भन त। 3वटा। होइन, मैले एउटा केरा दिएँ, मैले फेरि अर्को एउटा केरा दिएँ, तिमीसँग कतिवटा केरा भए? 3वटा। आफै कसरी? किनकि मसँग पहिलादेखि एउटा अझै केरा थियो। किनकि मसँग पहिल्यैदेखि एउटा केरा थियो। हामीले कहिले कहिले चाइल्डको साइकोलोजी बुझ्न सकेनौँ भने मैले तयारी गरेर आएको भन्दा बढी नलेज विद्यार्थीसँग अलरेडी छ भने त्यो 45 मिनटको 1 घन्टा बालबालिकालाई पढाउँदा खेर गएको हुन्छ। चाइल्ड साइकोलोजी बुझ्न आवश्यक रहेछ। यो साइकोलोजी अभिभावकले नि बुझ्नुपर्छ र शिक्षकले झन् धेरै बुझ्नुपर्छ अनि बल्ल टिचिङ जस्तो हुँदो रहेछ। कति ठुलो पानी पर्न लाग्यो। के आयो बेबीको खेलाउनु? म त एकचोटि यताको देखाउँछु है हजुरहरूलाई। प्रोग्राम भइरहेको उताबाट पनि यहाँ बच्चाहरू हजुर लानुहुन्छ भित्र बस्ने पानी पर्न लाग्छ। यहाँबाट चाहिँ स्टेज जाने बाटो। ड्याडी आउनु भयो। ड्याडी खै निकाल्नु भएन गाडी? अब हामी कहाँ जाने? गाडीमा कहाँ जाने? घर भन न, घर जाने हो भने यता हेरेर बोला न, ड्याडी आउनु गाडी निकाल्दा हुन्छ। अब हामी घर जाने। बेबीहरूको प्रोग्राम त अझै सकिया छैन के अरे, हामी त जान्छौँ। पानी डेन्जर पर्न लागिसक्यो। ओके साथीलाई बाई बाई भन्नु पऱ्यो नि त। ल हामी भ्लग है इन गर्छौँ है त। अब आएको नेक्स्ट भ्लग लिएर हामीलाई। ओके बाई गर न, बाई बोल न, बोल न, बाई।
कति छिन् है त साथीहरू अब अर्को नेक्स्ट भ्लग लिएर आऊँ न आज बेबीको प्यारेन्ट्स डे फर्स्ट टाइम हो मेरो फर्स्ट प्यारेन्ट्स डे हो एटेन्ड गर्ने अनि छोरीको नि फर्स्ट हो त्यही भएर मैले भ्लग बनाएको सो सी यु इन द नेक्स्ट भ्लग बाई गर नि त बाई डिस